आज मिति विक्रम सम्वत 2082 साल वैशाख महिनाको 4 गते। आज बिहीबार ईस्वी सम्वत 2025 अप्रिल 17 तारिक। शक सम्वत 1947 नेपाल सम्वत 1145। तिथि आज चतुर्थी वैशाख कृष्ण पक्ष रहेको छ। सूर्योदय बिहान 5:38 जाँदा भयो भने सूर्यास्त साँझ 6:30 जाँदा हुनेछ। लागौं आजको राशिफल तर्फ। मेष राशि। मेष राशि उनीहरुको लागि रोकिएका काम दोहोर्याएर प्रारम्भ गर्दा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोला। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्ला। आजको दिनमा मेष राशि उनीहरुको लागि। वृष राशि। वृष राशि उनीहरुको लागि कार्यक्षेत्रबाट उचित प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पुरानो समस्याबाट मुक्ति मिल्नेछ। आजको दिनमा वृष राशि उनीहरुको लागि। मिथुन राशि। मिथुन राशि उनीहरुको लागि व्यापार व्यवसायलाई लिएर यात्रा गर्नु पर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग मिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको दिनमा मिथुन राशि उनीहरुको लागि। कर्कट राशि। कर्कट राशि उनीहरुको लागि लगनशीलताले लक्ष्य प्राप्त गर्न गाह्रो नहोला। सन्तानबाट राम्रो खबर सुन्न पाइएला। कार्यक्षेत्रमा विवेकपूर्ण निर्णय लिनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको दिनमा कर्कट राशि उनीहरुको लागि। सिंह राशि। सिंह राशि उनीहरुको लागि पारिवारिक समस्या सुल्झाउनमा दिन बित्नेछ। कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ। स्त्री वर्गहरूले स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। आजको दिनमा सिंह राशि उनीहरुको लागि। कन्या राशि। कन्या राशि उनीहरुको लागि मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ। आफ्नो क्षमतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। प्रतिस्पर्धात्मक विषयवस्तुमा सफलता मिल्नेछ। आजको दिनमा कन्या राशि उनीहरुको लागि। तुला राशि। तुला राशि उनीहरुको लागि अनावश्यक ठाउँमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नुहोला। खानपिनमा सचेत रहनुहोला। आजको दिनमा तुला राशि उनीहरुको लागि। वृश्चिक राशि। वृश्चिक राशि उनीहरुको लागि कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रतिद्वन्दीहरू पराजित हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। आजको दिनमा वृश्चिक राशि उनीहरुको लागि। धनु राशि। धनु राशि उनीहरुको लागि धार्मिक यात्राका योजनाहरू बन्नेछन्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला। फजुल खर्चबाट जोगिनु होला। आजको दिनमा धनु राशि उनीहरुको लागि। मकर राशि। मकर राशि उनीहरुको लागि व्यापार व्यवसायमा लाभ मिल्नेछ। राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको दिनमा मकर राशि उनीहरुको लागि। कुम्भ राशि। कुम्भ राशि उनीहरुको लागि कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। नयाँ कार्य हात लाग्नेछ। साहित्य वा लेखन कलामा सफलता मिल्नेछ। आजको दिनमा कुम्भ राशि उनीहरुको लागि। यसैगरी 12 राशिफलको अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि उनीहरुको लागि कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन्। भाग्यले साथ दिनेछ। व्यापार व्यवसायमा महत्वपूर्ण निर्णयहरूमा माता पिताको सल्लाह अवश्य लिनुहोला। आजको दिनमा 12 राशिफलको अन्तिम राशि मीन राशि उनीहरुको लागि। यी त थिए तपाईकी भाग्य गुजरमा तयार पारिएका यी 12 राशिफलहरू। राशि जे जस्तो भने